आज नेपालदेखि आएको गुन्द्रुक खाने। वाउ गुन्द्रुक ओहो यो हेर्दै मिठो छ। गुन्द्रुक भनेको त फेरि मलाई मासु भन्दा मिठो लाग्छ। के गर्नु, को खाने सम्पर्क गर्नु है, मसँग छ एक छाक त म दिन्छु। के भन्नु र, यस्तो साह्रै बाबा हेर्नु त कति मिठो भएको छ भने। को खानुहुन्छ यसो सम्पर्क गर्नु है, एक छाक चाहिँ म दिन्छु। कति भयो आइसकेको, तर म पहिलोचोटि सब्जी बनाएर खानेछु। बोटे नेपालको गुन्द्रुक कस्तो भयो? गुन्द्रुक एकदम सही लाग्यो है केटा है। अब खाने भए चाहिँ एक छाक चाहिँ दिन्छु म। दामनसारा हाइटमा आएर खानु पर्यो। यतातिर आम कोमल छ क्याबिनेट सबै आऊ। एक छाक पठाइदिन्छु म। एक बोरा छ हामीसँग, एक बोरा। दिपेन के सब्जी खाएको आज भाइ? गुन्द्रुक कस्तो मिठो लाग्यो लागेन? अनि मासु एकछिन कोले ल्याएको थाहा छ नि? ल सुरजलाई पनि थ्याङ्क यू अरे। ल आज नेपालदेखि आएको गुन्द्रुक खाने। वाउ गुन्द्रुक ओहो यो नेपालदेखि मेरो बुढीले पठाइदिएको गुन्द्रुक मैले पकाएको आज हेर्दै मिठो छ। अनि यो भनेको चाहिँ हिजो पकाएको मासु अनि गुन्द्रुक खाने हो। अब टनक फेरि गुन्द्रुक भनेको त फेरि मलाई मासु भन्दा मिठो लाग्छ। के गर्नु, आज के पाउडर पुग्छ होला एकचोटि उचालेर हेर्नु त। पाउडर चाहिँ मगाउनु पर्यो न। मामा नै कति मिठो छ होला, फेरि केटाहरू राखिदिनु पर्यो अलिअलि। ओके अब म खान्छु। को खाने सम्पर्क गर्नु है, मसँग छ एक छाक त म दिन्छु। एक छाक चाहिँ म दिन्छु है तपाईँहरूलाई। अब खाने हो, मस्त एकचोटि चाख्छु ल पहिलोचोटि चाहिँ। के भन्नु र, यस्तो साह्रै मासु खानु मन लाग्दैन मलाई। गुन्द्रुक ठिक छ बाबा हेर्नु त कति मिठो भएको छ भने। के भन्नु र, गुन्द्रुक को खानुहुन्छ यसो सम्पर्क गर्नु है, एक छाक चाहिँ म दिन्छु। आज जसमा भडमास भएको भए राम्रो हुन्थ्यो। ओके ल तपाईँलाई छोडेँ, अब मैले बन्द गरेँ, म रोक्नु सकिनँ। अब तपाईँहरू खाने हुँदाखेरि चाहिँ मलाई सम्पर्क गर्नु है त। साह्रै मिठो। मिठो थ्याङ्क यू सुरज भाइले बुक ल्याइदिएको हो क्या यो। कति भयो आइसकेको, तर म पहिलोचोटि सब्जी बनाएर खानेछु। बोटे नेपालको गुन्द्रुक कस्तो भयो? गुन्द्रुक एकदम सही लाग्यो है केटा है। अब खाने भए चाहिँ एक छाक चाहिँ दिन्छु म। दामनसारा हाइटमा आएर खानु पर्यो। मिठो छ नि? मिठो त एकदम दामी। त्यो के पकाएको मिठो कि गुन्द्रुकै मिठो? यो होइन पकाउने तरिका पनि चाहियो, गुन्द्रुक पनि मिठै छ। पकाएको मिठो छ कि छैन?
एकदम सही छ। अब झुकेर यस्तो भयो कि के हो भन्ने लागिरहेको फेरि। झुकेर होइन त्यो उपर हो। गुन्द्रुक पनि राम्रै छ। एकदम मिठो नै केटा हो। यतातिर आम कोको छ क्याबिनेटको सबै आऊ। एक साग पठाइदिन्छु म। एक बोरा छ हामीसँग, एक बोरा। ल दिपेन के सब्जी खाएको आज भाइ? गुन्द्रुक कस्तो मिठो लाग्यो लागेन? अनि मासु चाहिँ किन ल्याएको? मासु बाघले के खान्छ? स्वाद चाहिँ कस्तो लाग्यो? गुन्द्रुक मिठो कि पकाएको तरिका मिठो? दुइटै हो। कसलाई ल्याइदिने मान्छेलाई? कसले ल्याएको थाहा छ नि? ल सुरलाई पनि थ्याङ्क यू अरे। ल मलाई पनि भाग राखेको पाण्डेलाई त थपी खाएर सकाएछ यति। यति सबै खानु नि फेरि के राखेको